केएफसी खाना लगाएको एक बेला बोकेर आएको मेरो हातै दुखेको कि पसिनाले यहाँ हिँड्न गाह्रो भइसक्यो एकदम छिटो क्या गाडी जो पर लगाएर अनि आउँछ त गाडी यहाँ पार्किङ गर्नुको लागि त्यो पार्किङ होला नि त फेरि एकछिनमा त पुग्यो सब्सक्रिप्सन फ्री हुन्छ ओके छ त हजुरहरू पनि खाना आउनु होला केएफसी अर्डर गर्न लागेको है ठ्याक्कै घन्टा लगायो मलाई कस्तो दिमागमा आइसकेको थियो कि होइन हामीले नि त कस्टमरसँग हामीले नि अर्डर लिँदाखेरि कस्टमरले कहिले काहीँ त्यस्तै गर्छ नि त त्यही पारा अनि मैले त्यही पारा जस्तै गरेँ क्या फेरि आज कस्तो त्यस्तो गर्दिनँ भने फेरि मैले चाहिँ फर्स्ट टाइम खान लाग्यो है साथीहरू है त्यही भएर म आफै कन्फ्युज भएको अब स्पाइसी अरे खोइ मेनुला अरे के सोला दाउनी अरे के अरे म तिनीहरूले त्यो भन्दा मेरो त दिमागै कहाँ पो पुग्यो के सोच्न पो थालिसक्यो त्यही भएर म चाहिँ चुप्पो लागेर बसेँ सबै कुराहरू अब आफ्नो सिस्टम हुन्छ अनि थाहा हुँदैन नि त अनि अब सबै कुरा मान्छेले जन्मिने बित्तिकै कसले सिकेको हुन्छ त होइन थाहा हुँदैन थाहा छैन थाहा नभएपछि त अनि सोध्नु पर्यो अन्त सिकेर राम्ररी सोधेर यस्तो यस्तो हुन्छ भन्यो अनि ठिक छ यही गरिदिएँ एकचोटिलाई यही ट्राई गर्छु अनि कस्तो हुँदो रहेछ पहिलोचोटि जीवनमा खान लाग्यो अब खाएपछि खाँदै देखाउँछु है हजुरलाई अब अहिले चाहिँ बाई बाई टाटा अहिलेको लागि चाहिँ खाँदै देखाउँछ र पहिलोचोटि खाएको आसन खाँदैन केएफसी खाँदैन मैले खाएन म जन्मेर यत्रो भयो होइन त्यो जन्मेर त गाउँमा हामीलाई कसले केएफसी दिन्छ हामीलाई के थाहा केएफसी भनेको होला अहिले त 1000चोटि खाइसक्यो होला तपाईँ भनेको त कति वर्ष भयो विदेश बसेको त नि यहाँ बसेर तपाईँ 11-12 वर्ष भइसक्यो म भर्खर 2 वर्ष हुँदैछ आएको नयाँ मान्छे म मलाई के थाहा केएफसी के थाहा